यो गुलाबी गुराँसको अगाडि फोटो खिच्यौँ, यो गुम्बाको अगाडि खिचियो, यो चाहिँ एभलान्सको अगाडि खिचियो, अनि यो झरनाको अगाडि ठाउँ ठाउँमा फोटो खिच्दै हिँड्दै यी गर्दा अनि अन्ततः हामीहरू अब देउराली नजिक आइपुगेका छौँ र आज यो चाहिँ 6 गते बेलुका आइपुगेको हो। हामी यहाँ चाहिँ यो 7 गते बिहान यहाँबाट हामी निस्कने हो। 7 गते भनेर यहाँ टाइप भइसकेको रहेछ, तर चाहिँ हामी यहाँ आएर हामीले अलिकति अप्ठ्यारो महसुस भयो, किनभने हामीले पहिल्यैबाट अगाडिबाट होटलमा फोनसोन गरेर कोठा बुक नगरेकोले गर्दा यहाँ कोठा पाइएन। नपाउँदाखेरि अनि धेरै ठाउँमा चाहिँ चार्दा र हारगुहार गर्दाखेरि अब कहाँ बस्ने कसो गर्ने यस्तो चिसो ठाउँमा भनेपछि यहाँ चाहिँ सेयरिङ रुम रहेछ र सेयरिङ रुम गरेर बसियो। त्यसकारण तपाईँहरू आउँदाखेरि पहिल्यै अगाडि नै तपाईँहरू त्यो चाहिँ लिएर चाहिँ आउनु होला। फोन नम्बरहरू त्यहाँ अगाडि छ अथवा मैले पनि डिस्क्रिप्सनमा राखिदिन्छु। यो भिडियो हेरेर यसको प्रेरणा तपाईँहरूलाई मिल्नेछ। बाटोको अवस्था सबै कुराहरू, रेनकोट हाल्न नबिर्सनु होला, औषधि हाल्न नबिर्सनु होला। यो हिमालय हो, हिमालयमा हिउँ छैन, हेर्नुहोस् जम्मै चाहिँ अलिअलि देखिएको छ माथि माथि। अब यो सबै जलवायु परिवर्तनको असर हो। हामी देउरालीबाट यो दृश्य लिइरहेका छौँ। यो देउरालीबाट यो माथिको दृश्य लिएको अवस्था हो र हामी साँझ चाहिँ यो खाना खाने डाइनिङ हलतिर खाना खाइयो र बेलुका आराम गरियो। लगत्तै भोलिपल्ट बिहानको नास्ता लिँदैछौँ। भोलिपल्ट उठेर बिहान नास्ता लिएर हामी हिँड्यो। देउरालीलाई बाई बाई गरेर हामी हिँड्यो। हिँड्दै यो मोदी नदीलाई अब मोदी खोलालाई यहाँबाट तर्नुपर्छ। यस मोदी खोलाको उद्गम स्थल नै अन्नपूर्ण हिमाल रहेछ। यो अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अन्नपूर्ण हिमालबाटै बगेर आउने रहेछ। हिँड्दैछौँ, गर्दैछौँ। देउरालीबाट जाडो थियो, लुगाहरू धेरै लाएर निस्केको। यो उकालो चढ्दा चढ्दै गर्मी भएर बसेर लुगा चेन्ज गरियो। लुगा चेन्ज गरिसकेपछि अनि फेरि यात्रा जारी रह्यो। यो मोदी खोलालाई घरि यताबाट तर्ने, घरि उताबाट तर्ने। अब बाटोघाटो अलिकति यहाँबाट देउरालीबाट मासतिर अलिकति चाहिँ यहाँ अलि असहज छ। अलि होस पुऱ्याएर हिँड्नु होला। खोलामा वारिपारी गर्नुपर्ने हुन्छ। डाँडा काँडा यसमा पर्खाल छैन, यस्तो छ बाटो। खुड्किलाहरू यहाँ छैनन्। अब अलिकति यो खोलाहरूले गर्दाखेरि यहाँ बाटो असुविधा छ। तैपनि हिँड्नै नसकिने त्यस्तो त होइन, सहजै भन्नु पऱ्यो। हामी अब त्यस्ता मान्छेहरू त गएर आए। अब तपाईँ खुट्टै नभएका मान्छे त गएर आएको अवस्था छ। हिम्मत देखाउनु पऱ्यो। यो अन्नपूर्ण हिमाल हल्का देखिएको छ। हामी हिँड्दैछौँ। अब आज सायद हामी बेलुकासम्म पुग्ने आशाले हिँडेका हौँ। बाटोमा हिँड्दै गर्दा तस्बिरहरू लिने, हिमालहरूको अथवा ठाउँको यो मनोरम दृश्यहरूको भिडियो बनाउँदै हिँडिरहेका छौँ। ल हेर्नुहोस्, यो साइकल लिएर आएका छन्। साइकल लिएर आउने उहाँहरू पहिलो तपाईँको चाहिँ महिला हुनुहुन्छ हो। यहाँ पहिलो महिला हुनुहुन्छ अन्नपूर्ण बेस क्याम्पमा। अहिलेसम्म महिलाले साइकल लिएर आएको थिएन, पुरुषहरू आइपुगेका थिए। उहाँ चाहिँ पश्चिम बङ्गालबाट आउनुभएको रहेछ। उहाँ चाहिँ रेकर्ड राखेर जानुभयो। पहिलो महिला अन्नपूर्ण बेस क्याम्पसँग साइकल पुर्याउने रेकर्ड बनाएर जानुभएको छ। हामी यसै हिँडिरहेको अवस्था हो। यसो चाहिँ हिँड्दा हिँड्दै केही यो दृश्यहरू देखाउन चाहन्छु। यो जलवायु परिवर्तनको असरले गर्दा यसरी भएको छ। यो सम्बन्धित निकायले ख्याल गर्नु। यी हिमालहरू जम्मै यस्ता नाङ्गा भएका छन्। कहीँ ठाउँमा अलिअलि हिउँ देखिएको छ, नत्र यो पुरै हिमाल नाङ्गा भएका छन्। यो जससँग सम्बन्ध छ उसले ख्याल गरोस्, किनभने यो हाम्रो देशका सम्पदाहरू हुन्। यो स्वर्ग भनेर मान्छेहरू संसारबाट कति खर्च गरेर आउँछौँ। हामीलाई हेर्दा हेर्दै भोक लागेर खाजा खान बस्यौँ हामी यहाँ। र यो तस्बिरहरू पनि देखाउँदैछु, दृश्यहरू पनि देखाउँदैछु तपाईँहरूलाई। र यतातिर यो खाजा तयार भएको अवस्था छ। हामी यहाँ खाजा खान्छौँ। अब पसिनाले रुजेका लुगाहरू सुकाउँछौँ र एकछिनपछि अनि यहाँबाट अनि हामी हिँड्नेछौँ। यो अन्नपूर्णको मनोरम दृश्य। अब यो माछा चाहिँ गङ्गापूर्ण हो। यो पछाडिको यो अन्नपूर्ण हो। यो चाहिँ कुहिरोले चाहिँ छोप्ने अवस्थामा छ। यो एकैछिनमा चाहिँ हामी अब यहाँबाट वहाँ पुग्दासम्म सायद
छोपिसक्ने हुन्छ होला माछापुच्छ्रे बेस क्याम्पसम्म। अबको डेस्टिनेसन भनेको माछापुच्छ्रे बेस क्याम्प हो। माछापुच्छ्रे बेस क्याम्प पछि अनि अन्नपूर्ण बेस क्याम्प आउँछ। अब हामी यो हिँडिरहेका छौँ, हिँड्दा हिँड्दै अब चाहिँ माछापुच्छ्रे बेस क्याम्प आइपुग्न थालेको छ। हामी माछापुच्छ्रे बेस क्याम्प आइपुगेका छौँ। यहाँबाट दृश्य लिन पाइएन किनभने यहाँ माछापुच्छ्रेमा आइपुग्दा कुहिरोले पुरै छोपेको अवस्था थियो। यो माछापुच्छ्रे बेस क्याम्प आइसकेपछि अनि तस्बिर लिन पाइएन, कुहिरोले छोपिएको थियो। त्यही भएर नि अब कुहिरो मात्रै, कुहिरो मण्डलभित्र माछापुच्छ्रे हिमाल लुकेको छ। यहाँबाट यसरी चाहिँ यो ठ्याक्कै यो कुहिरोभित्र माछापुच्छ्रे हिमाल लुकेर बसेको छ, देखिएको छैन, तस्बिरमा आएको छैन। अनि त्यसपछि हामी यहाँबाट निस्क्यौँ। केही पर मैले अलिकति टुप्पो मात्र देखिएको छ माछापुच्छ्रेको। पछि मैले एउटा चाहिँ माथि क्लियर हुँदाखेरिको चाहिँ एउटा फोटो मैले हालेको छु यसैमा। तल तल बादलले छोपिएको, माथि चाहिँ माछापुच्छ्रेको देखिएको त्यो तस्बिर पनि छ, त्यो हेर्नु होला। र यो भिडियोमा तपाईहरुलाई चाहिँ मैले बताएअनुसार औषधिहरू चाहिँ यसो डाक्टरसँग सल्लाहले त्यो लिएर हिँड्नु होला। खोकीको औषधि, झाडा पखालाको सिटामोल, अनि त्यसपछि फेभर आयल, पेन किलर आयल भन्छ, त्यो फेभर आयल भन्ने हुन्छ, त्यो हात खुट्टामा चाहिँ जोड्नीहरूमा लगाएर सुत्ने, त्यो राम्रो हुन्छ। र अरू त खासै कपडाहरू तपाईँले बोक्नु पर्दैन। एक सेट चाहिँ न्यानो कपडा, ज्याकेटको एक सेट र अनि ट्राउजरको एक सेट मात्रै हाल्नु होला। अरू सुतीको लुगा हाल्नु होला। ट्रेकिङ गर्दाखेरि पसिना पसिना भइन्छ, त्यस कारणले गर्दा ठाउँ ठाउँमा लुगाहरू फेर्ने, शीतलो के अरे चिसोले पसिना फेरि शरीरले सोस्यो भने बिमारी भइन्छ, त्यस कारणले गर्दा त्यो गर्नु होला। अब यो अलिअलि देखिएको छ माछापुच्छ्रेको फेरि चाहिँ चुचुरो कुहिरो लागिरहेको छ। हाम्रो यात्रा निरन्तर छ। यो यतापट्टि देखिने यो हिमचुली हो, यो हिमचुलीबाट बगेर आएको पानी। हामी यो बाटोमा हिँडिरहेका छौँ। यतातिर अब खुड्किलाहरू यिनीहरू त्यो छैन, अलिकति चाहिँ अब अफरोड जस्तै हो। अनि आफै छिचोलेर जाने हो, खासै उकालो चाहिँ छैन। 1300 छ माछापुच्छ्रेबाट अन्नपूर्ण जानलाई। ठाडो उकालो चाहिँ क्रस भइसकेको छन्, त्यसैले गर्दाखेरि नआत्तिकन आरामसँग हिँड्न सकिन्छ। र हेर्दा हेर्दै जम्मै कुहिरोले छोप्यो सबै चाहिँ। अब जम्मै गमरङ गुमरुङ कुहिरोले सेतो च्यादर चाहिँ हिमालहरू चाहिँ जम्मै छोपे जस्तो भयो। यसरी चाहिँ छोपिएको छ। तपाईहरु अन्नपूर्ण बेस क्याम्प जान आउनु चाहनुभयो भने आरामसँग आउन सक्नुहुन्छ। बुटोलबाट पोखरा आउनु होला। पोखरा आएपछि पोखराबाट हरिचोकबाट घान्द्रुक अथवा झिनोको लागि अथवा सामरुङको लागि गाडी पाउँछ, त्यो गाडीमा आउनु होला। सामरुङबाट चाहिँ त्यसपछि पदमार्ग छ। पदमार्गमा सहजै ठाउँमा होटलहरू छन्। अगाडिबाटै चाहिँ कन्ट्याक्ट गरेर होटलहरू बुक गर्नु होला। त्यही अनुसार चाहिँ आउनु होला। हामीलाई जान 4 दिन लाग्यो भने अब फर्कँदा 3 दिन लाग्ने अनुमान गरेका छौँ। त्यस्तै लाग्ला। अब यो जम्मै नजिक हामी पुगेको अवस्था हो, तर कुहिरोले छोपेर केही देखिएको छैन। ल हेर्नुस्, दृश्य तपाईको अगाडि छ। यो पछाडिको चाहिँ यो तल फेदीको चाहिँ नजिकको हिउँहरू देखिएको अवस्था छ। माथिको चाहिँ जम्मै चाहिँ छोपिएको अवस्था छ पुरै कुहिरोले। सायद पानी आउला जस्तो छ। राति आज पानी आइदियो भने भोलि राम्रोसँग आकाश खोल्नेछ र बिहान हामीले देख्न पाउनेछ। यो फेरि एकैछिनमा यसरी खुलेर फेरि अलिकति दृश्य खुलेको मौका छोपेर त मैले भिडियोमा लिएको छु, त्यही अनुसार बनाएको छु, हेर्नु होला। हामी अहिले अन्नपूर्ण बेस क्याम्प त आइपुग्यौँ, तर त्यति सेलिब्रेटी गर्नलाई चाहिँ सेलिब्रेसन भन्छ अथवा चाहिँ उत्सव मनाउनलाई आज उता अगाडिको चाहिँ जुन हिमाल देखिन पर्ने त्यो कुहिरोले छोपिएको भएर देखिएको छैन। त्यसैले गर्दाखेरि यहाँ हामी भोलि बिहान घाम लागेर हिमाल खुलेपछि फेरि आएर यहाँ चाहिँ गर्नेछौँ। र अहिले हामी राति गएर बासा बस्यौँ। नभन्दै बिहान ल हेर्नुहोस् त, ठ्याक्क चाहिँ बिहान 5 बजे यस्तो चाहिँ दृश्यहरू चाहिँ ठ्याक्क आकाश खुल्यो। 5:30 बजे घाम लाग्ने र घाम लागेपछि फेरि चाहिँ त्यहाँ स्वर्ण कलरको चाहिँ हिमाल देखिने भएकोले
हामी 5 बजेबाट बस गऱ्यौँ। 5:30 बजे ठ्याक्क यो चाहिँ हिमालमा घामको झुल्को पऱ्यो। घामको झुल्को पर्न साथ यस्तो रमणीय यस्तो आनन्दमय देखिएको छ। यो तपाईँको देख्नुभएको यो चुचुरो हो चाहिँ अन्नपूर्ण दक्षिण हो। यो अन्नपूर्ण साउथ भन्छ। यो यता त्योभन्दा यताको चाहिँ अहिले देखिएको छैन। यो हिमचुली पर्छ र यता घुमेर गएर यो चाहिँ तपाईँको माछापुच्छ्रे पर्यो। माछापुच्छ्रे हिजो कुइरेल छोपेर केही पनि देखिएको थिएन। माछापुच्छ्रे त्यसको पछाडि उतापट्टि अन्नपूर्ण थर्ड छ अनि गङ्गापूर्ण छ। यो चाहिँ अन्नपूर्ण फर्स्ट हो। यो चाहिँ अन्नपूर्ण साउथ हो। यता पोखरातिरबाट यताबाट देखिने हिस्सा यो चाहिँ हो। त्यसै गरी अब यस्तो मनोरम दृश्यहरू हामीले अवलोकन गऱ्यौँ। यो अवलोकन गरेपछि धेरै चाहिँ स्वर्गमा आएको जस्तो महसुस भयो। यहाँ खासै त्यति चाहिँ धेरै होटलहरू छैनन्। जम्मा 4वटा 5वटा होटलहरू छन्। त्यस कारणले गर्दा यहाँ तपाईँले बाटैबाट चाहिँ पहिले फोन गरेर आउनुपर्ने हुन्छ। कोठाहरू बुक गर्नुपर्ने हुन्छ। अथवा कोठा न त यहाँ पाइने एकदमै असम्भव छ। कोठाको लागि सेयरिङ रुम पाइन्छ। रुम सेयर गरेर बस्न पाइन्छ। अब यो घाम अलि माथिसम्म आइसक्यो। अब चाहिँ घामको कलर पनि यो हिमालको कलरहरू पनि चेन्ज भयो र हामी 5 बजेदेखि बिहान तल माथि गएका थियौँ हिमालको दृश्य लिन भनेर। पछि अब फेरि यहाँ आइसकेपछि अलिकति हिमाल चढे चाहिँ त गर्न पर्यो नि भनेर केही माथि चढ्न भनेर हामी लागेका छौँ। अब हामीसँग केही छैन, औजार छैन, केही छैन। अब हात खुट्टाले कहाँसम्म लान्छ त्यहीँसम्म भनेर अलिक माथिसम्म त गयो तर चाहिँ सकिएन। त्यहाँभन्दा माथि जान पनि हुँदैन, भरे डेन्जर हुन्छ भनेर फेरि हामी फर्किहाल्यौँ। केही तस्बिरहरू खिच्यौँ, केही भिडियो बनायौँ र हामी फर्कियौँ। तपाईँहरू पनि आउँदाखेरि यसो चाहिँ अब यो अहिले हामी वैशाखमा भएको भएर हो त्यहाँ माथिसम्म पुग्ने अवसर पाइयो। न त जम्मै यो हामी हिँडेको बाटो जति सबै हिउँमा हिँड्नुपर्ने हुन्छ। यो पुस माघ फागुनतिर जाने हो भने हिउँ हुन्छ। बस्ने होटलहरू सबै खाली हुन्छन्। त्यतिखेर चाहिँ भने आराम हुन्छ। अहिले यो गर्मीको सिजनमा चाहिँ एकदमै भिडभाड। हामी अब त्यहाँबाट फर्क्यौँ आएर यी सेलिब्रेसन गर्नलाई। भोलि हिजो भनेकै थिएँ भोलि चाहिँ घाम लागेपछि यहाँ सेलिब्रेसन गर्ने भनेर। यहाँ हेलिकप्टरको सुविधा पनि छ। हेलिकप्टरले जम्मा 3 लाख रुपियाँ लिँदो रहेछ अप डाउनको 5 जना यात्रुलाई। अन्त एकजनाको 60,000 पर्यो आउने र 45 मिनटदेखि 1 घन्टा यहाँ बसेर उनीहरूले हेरेर ती दृश्यहरू अवलोकन गरेर तस्बिरहरू खिचाएर अनि फर्काउँदा रहेछन्। पैसा भएर हिँड्न नसक्नेहरूको लागि चाहिँ यो सुविधा पनि रहेछ। यो पनि तपाईँहरूले ख्याल गर्नुहोला। र यो यहाँ चाहिँ तपाईँको पर हेड 2500 रुपियाँ बेलुकाको खाना र बिहानको नास्ता गरेर सुतेको गरेर पर हेड 2500 रुपियाँ। हाइएस्ट भनेको रेट भनेको एबिसीमा यही नै रहेछ। 1500देखि स्टार्टिङ हुन्छ। 1500देखि स्टार्टिङ हुन्छ। सबभन्दा नजिकै झिनोमा अथवा चाहिँ छोमरुङमा 1500बाट स्टार्ट हुन्छ। र त्यसै गरी हामी भोलिपल्ट चाहिँ बिहानदेखि हिँडेर 12 घन्टाको हिँडाइपछि हामी बेलुका अन्ततः हामी चाहिँ दोभान आइपुगेका थियौँ। र अनि भोलि दोभानमा आएर भिडियो पनि केही बनाउनु भएन। यो भोलिपल्ट बिहान उठेर नास्ता खाएर अब हिँड्ने बेलामा बनाएको भिडियो हो। हामी फर्किसकेका छौँ। दोभानमा बसियो हामी। यही हो दोभान होटलमा गेस्ट हाउसमा बस्यो। यहाँ 2000 रुपियाँ पर हेड लिएको हो। यहाँ चाहिँ रुम ठिकै थियो, सबै व्यवस्था राम्रै थियो। त्यसपछि हामी हिँडाइ जारी भयो। यो सिनुवाको उकालो हो। यो ब्याम्बूबाट सिनुवा उक्लँदै गर्दाको यो उकालो हो। यो अलिकति उकालो भनेको यही हो। यो सिनुवाको उकालो र यहाँबाट झरेर छोमरुङको उकालो, 2टा उकालो चाहिँ मेन उकालो भनेको यही नै हो। हाम्रो म्याडमलाई गुराँस चाहियो भनेर भनिरहेको अवस्था थियो। गुराँसको बोट त्यहाँ नजिकै र टिप्न मिल्ने देखेपछि गएर टिपिहालिन् र अनि झोलामा हालेर हिँडियो। अब हामी हिँड्दै अब चाहिँ गन्तव्यको अन्ततिर आइपुगेका छौँ। यो मेरो भिडियो तपाईँहरूलाई मन पर्यो भने लाइक, सेयर र कमेन्ट गरेर सब्सक्राइब गरिदिनु होला। हामी अन्ततः आइपुगेका छौँ। यहाँ गान्द्रुक हुँदै नयाँ पुल आएर नयाँ पुलबाट गाडीबाट झरेर हामी यहाँ चाहिँ पर्वत आयो। त्यहाँबाट नयाँ पुलबाट तपाईँ जता जान चाहनुहुन्छ अब बुटोल, काठमाडौँ जहाँ जाने गाडीहरू त्यहाँ पाउँछ र त्यहाँबाट चाहिँ तपाईँहरू हिँड्न सक्नुहुन्छ। यसै गरी यो तपाईँहरूलाई आउन पर्यो केही पर्यो भने गर्नु होला। मैले चाहिँ यो भिडियोको अन्तिममा मैले एउटा फोटो राखिदिन्छु, त्यो होटलहरूको फोन नम्बर र त्यहाँको उहरू
र एकचोटि अवश्य अवलोकन गर्नुहोला भन्दै म मेरो भिडियोलाई चाहिँ यहीँ टुङ्गाउँछु। भिडियो अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद।